उता कुनिया यो पर हुनु पर्ने व्यक्ति झन्डी घोडा छ बडका रुखको थिएन ठ्याक्कै स्कुल छ त भेटी चाहिँ राखेन न गुरु बनाइदिए हाकेटा बनाइदिए कागज बनाइदिए बाहिर राख्नु पर्यो यही पर्छ यहाँ सकिन्छ भित्र जानु मिल्छ भित्र आउनु पाइँदैन भिडियो गरिदिने सुन्दर देवीको पूजा पाठका लागि भोलि चाहिँ यसको खास पूजा गर्ने भोलि सप्तदशी दिनमा सबै भक्तजनहरूलाई भोलि असोज 20 गतेको दिनमा पूजा पाठ गरेर प्राप्ति गर्नुको लागि सबैले आग्रह गर्छ र यसको मूलतः यो चतुर्दशीको दिनमा भक्तजनहरू आउने राति जागरण बस्ने र पूर्णिमाको दिनमा आफूले चाहेको वर मैले त्रिपुरासुरले दिएको वरलाई लिएर जाने प्रचलन छ र यो पछिल्लो सदियोदेखि आएको त्रिपुरासुरले सबैको रक्षा गर्ने र यस्तो आफ्नो वरहरू दिने उद्देश्यका साथ पूजापाठ गर्ने प्रचलन छ र सम्पूर्ण देश विदेशमा रहनुभएका भक्तजनहरू र छिमेकी देशका पालिका जिल्लाका सम्पूर्ण भक्तजनहरूलाई भोलि एक त्रिपुरा सुन्दरीको भगवतीको दर्शनका लागि यहाँ पाल्नु हुन म सबैलाई हार्दिक अनुरोध गर्दछु र विशेष त यो अछाम जिल्लाको बिचको ठाउँमा सबैभन्दा अग्लो बिचको ठाउँको सबैभन्दा अग्लो ठाउँको रूपमा यो त्रिपुराको मन्दिरबाट चारैतिर हामीले 3-4वटा जिल्ला 5-7वटा जिल्लाहरूको अवलोकन गर्न सकिने र यो विशेष गरी तुर्माहाट गाउँपालिका वडा नम्बर 7मा अवस्थित छ र यसको सङ्गम मन्दिरको बायाँपट्टि अहिले यहाँको बायाँपट्टि यो घगारी गाउँपालिका छ भने कोलाबोरेटिभमा यो काम अगाडि बढिरहेको छ यसका पुजारीहरू राशिनका बाहुनहरू यसका पुजारी हुन् यो पूजाको विकास गर्दै आएका छन् उत्कृष्ट राम्रो मन्दिर यतातिर धवलपुरा यो आफूले चाहेका आफूलाई यदि मनोकांक्षा पुरा भएपछि मान्छेले घन्टा ल्याउने गर्छ आफ्नो व्यक्तिगत रूपमा सामाजिक रूपमा घन्टाहरू पनि ल्याएका छन् र यसमा पूजापाठको रूपमा यहाँ विकास भएको छ र यसमा यो सम्पूर्ण भक्तजनहरू श्रद्धालुजनहरू यो धार्मिक पर्यटकीय क्षेत्रमा विकास गर्न सक्ने एउटा सम्भावनायुक्त भएको क्षेत्र हो यसमा सबैले आएर पूजापाठ गरेर यसको आफ्नो मनोआकांक्षा पुरा गर्नका लागि भक्तजनहरू आइदिनु उहाँलाई फेरि पुनः हृदयदेखि आग्रह गर्दै बिदा हुन्छु हस्त नमस्कार यस त्रिपुरा सुन्दरी देवी भगवतीको यसको इतिहासको बारेमा भन्नुहुन्छ यो करिब 1985 देखि माता त्रिपुरा सुन्दरी देवी भगवतीको घोडासेन गाविसको दहबण्ड भन्ने ठाउँमा माता त्रिपुरा सुन्दरी देवी भगवतीले बाजे जजपति उपाध्यायलाई सपना पर्दा त्रिपुरा सुन्दरी देवी भगवतीले बाजे जजपति उपाध्यायलाई हाती सपना परेको कुराहरूलाई एका गरेर माता त्रिपुरा सुन्दरी भगवतीको कोजाग्र पूर्णिमा चतुर्दशीको दिनमा सपना परेको हुँदा यस त्रिपुरा सुन्दरी देवी भगवतीलाई माता त्रिपुरा सुन्दरी देवी भगवती
आश्विन अथवा कार्तिक कोजाग्र पूर्णिमाको चतुर्दशीको दिनमा त्यहाँ पूजा पाठ अनि मेला लगायत भजन कीर्तन र पूर्णिमाको दिनमा यस कोजाग्र पूर्णिमाको दिनमा त्रिपुरा सुन्दरी देवी भगवतीको पूजाआजा गरी विसर्जन गर्ने भएको हुँदा अहिलेसम्म यो करिब 150 वर्ष पहिलेको यो किंवदन्ती रहन गएको छ। त्यसैले यसको अहिलेसम्मको इतिहास यही नै भन्न चाहन्छु। नाम शुभ नाम हो? मेरो नाम हंसराज उपाध्याय, त्रिपुरा सुन्दरी देवी भगवतीको मुख्य पुजारी। धन्यवाद। आज त्रयोदशीको दिनमा यहाँ भव्य रूपमा पूजापाठ गर्ने चलन छ। रुद्रीहरू सामूहिक रुद्री कोलाबरेटिभ रुद्रीको चलन छ। यो सबै यो एउटा रुद्री अब हामी धवलपुरा देवीको मन्दिरमा जाँदैछौँ। अगाडि भाइ कमल त्यो पूजाका लागि अगाडि हिँडिदिरहन् ल। अब यो त्रिपुरा देवीको मन्दिर र यसको लगतै तलतिर धवलपुराको एउटा यतातिर धवलपुरा आयौँ हामी। यो धवलपुरामा ल यसको पूजा यो धवलपुरा मन्दिरको रूपमा धवलपुरा भनेको खास के हो? तपाईँ पुजारी होइन? यसको बारेमा के भन्नुहुन्छ? यसको बारेमा भन्नुपर्दा अब धवलपुरा भनेको यसकै अब सहायक एउटा नाम हो कमलकुटमाको सूचीको कुरा घर परिवारमा सुख शान्ति र समृद्धि यो सोचेको पुगोस्, हाकेको पुगोस्, सम्पूर्ण काम सफल हो, रोकिएका कामहरू अगाडि बढोस्। रोडमा नगरी पनि आज सार्वजनिक विधा रहेछ। त त्यहाँ पुगेपछि थाहा भयो कि सर? हजुर।